प्राथमिक तह तृतीय श्रेणीको लागि स्थायी नियुक्तिका लागि सिफारिस हुनुभएका उम्मेदवारहरूले स्थानीय तह रोज्ने सम्बन्धी सूचना भनेर चाहिँ विभिन्न जिल्लाहरूबाट चाहिँ सूचना प्रकाशन हुन थालेको छ, जसमा चाहिँ मसँग यहाँ 66 मोडलको लागि चाहिँ ओखलढुङ्गा जिल्लाको रहेको छ। सोही अनुसारले तपाईहरुले काम गर्नुहोला। सबै जिल्लाको एउटै हुनेछ। र यहाँ चाहिँ मैले धेरै कुरा केही पनि भनिन। यहाँनिर सरस्वती हेर्दाखेरि अक्षर अलिक सानो भएकोले गर्दाखेरि मैले सिधा भन्नु पर्दाखेरि तपाईहरुले स्थानीय तह रोज्ने सूचना भनेको चाहिँ सूचना प्रकाशन भएको मितिले 7 दिन भित्र आफ्नो निवेदन दिन सक्नुहुन्छ। त्यही निवेदनमा चाहिँ तपाईहरुले स्थानीय तह रोज्ने हो र स्थानीय तह क्रमागत रूपमा रोज्नु पर्ने हुन्छ। तपाईहरुले 1 नम्बरदेखि हुँदै हुँदै कतिवटा स्थानीय तह छ त्यस जिल्ला भित्रको सम्पूर्ण तपाईहरुले भर्नु पर्ने हुन्छ। र कागजातको कुरा गर्न जाउँ। कागजातमा भनेको तपाईहरुलाई चाहिने भनेको अन्तर्वार्ता दिन जाँदा तपाईहरुले जे कागजातहरु बोकेर जानु भएको थियो त्यही कागजातहरु बोकेर जानु होला। र अर्को थप भनेको एउटा के चाहिन्छ भने तपाईहरुलाई निरोगिताको प्रमाणपत्र सक्कलै चाहिन्छ। 2 प्रति जति गरी राख्नु होला, बनाइ राख्नु होला। त्यस्तै गरेर शपथ ग्रहणको सक्कलै प्रमाणपत्र चाहिन्छ, त्यो पनि 2 प्रति बनाइ राख्नु होला। निरोगिताको प्रमाणपत्र भनेको चाहिँ तपाईहरुले जिल्ला अस्पतालहरुबाट लिन सक्नुहुन्छ। र यस ओखलढुङ्गा जिल्लाको हकमा हेर्ने हो भने चाहिँ 81 सालको फागुन 28 गते सूचना निकालेको छ र चैतको 7 गते स्थायी नियुक्ति पत्र दिने भन्ने कुरो रहेको छ। साथै 3 दिनसम्म चाहिँ सेवा प्रवेश तालिम पनि दिने भन्ने कुरो रहेको छ। हुन सक्छ अन्य जिल्लामा केही तलमाथि हुन सक्छ, तर सबै फर्मेटहरु चाहिँ एउटै रहन्छ। यिनै कुराहरु रहे आजको लागि। तपाईहरुले सोही अनुसार गर्नु होला। धन्यवाद।